हेलो साथीहरू, आज चाहिँ म कतारको जमिनभित्र रेल कसरी हिँड्छ देखाउन जाँदैछु। भिडियो राम्रोसँग हेरिदिनु होला है त। यसरी लिफ्टबाट तल जानुपर्छ यसरी लिफ्टमा जानुपर्छ। सुरुमा जमिनभित्र छिर्नुपर्छ भुइँमुनि। यसरी भुइँमुनि हिँड्नुपर्छ। यसरी मान्छेहरू आइरहन्छ। भुइँतिर पनि लिफ्ट हुन्छ। यसरी सिधा सर यो चाहिँ भित्र छिर्ने ठाउँ हो। यसमा चाहिँ यो कार्डले ट्याप गर्नुपर्छ। यो कार्डमा चाहिँ हामीले रिचार्ज हाल्नुपर्ने हुन्छ। यसरी ट्याप खोलेपछि हिँडिहाल्नुपर्छ। फेरि ज्यापै बन्द भइहाल्छ फेरि एकैछिनमा। कति मुनि जमिनभित्र जानुपर्छ। अघि एक स्टेप लिफ्टमा आयो, फेरि एक स्टेप तल यत्रो जमिन मुनि पुग्नुपर्छ। यसरी ठ्याक्क अब यहाँ आउँछ मेट्रो रेल। केटीहरू फ्यामिली बच्चाहरू चाहिँ माथि, अनि तल चाहिँ केटाहरू केटाकेटी पनि बस्छ। यो चाहिँ केटाको लागि हो, यता चाहिँ फ्यामिलीको लागि छ। ठ्याक्क आइपुग्यो गाइस। ठ्याक्क आइपुगेको छ रेल। ठ्याक्क यसरी डोकाएको छ। यसरी मान्छे आउँछ, निस्किने छिर्ने हुन्छ। यसरी पनि यसरी जानुपर्छ। भित्र चाहिँ यस्तो हुन्छ गाइस। त्यसरी हिँडेर चाहिँ गाइस एक्लै छ। जोड्ने ठाउँ है। यो दुईवटा मेट्रो जोड्छ यहाँबाट चाहिँ। दुईवटा जोड्ने ठाउँ यहाँ चाहिँ यो मेट्रो कहाँ पुग्छ भनेर यहाँ देखाएको छ सबै। एयरपोर्टदेखि होटेलसम्म यसरी नक्सा हेर्दै नाम हेर्दै जमिनभित्र चाहिँ यसरी हिँड्छ है गाइस। यो चाहिँ मेट्रो रेल हो। झन्डै यो 100 फिट जति तल जमिनभित्र भुइँभित्र यसरी हिँड्छ। सारा किरा हिँडे जस्तो रहेछ। ठ्याक्क रोक्ने स्टेसन आएपछि यस्तो हुन्छ। गाइस यो चाहिँ रोक्ने स्टेसन आयो। बाटो आयो टर्निङ
سي سي. هذه المحطة هي مركز المعارض. ठ्याक्क आइपुगेको छ साथीहरू घुम्ने ठाउँ आइपुग्यो ठ्याक्क यो ढोका खुल्ला हुन्छ साथीहरू अब चाहिँ म मेट्रोको बसमा जाँदैछु यो मेट्रो बस चाहिँ यही हो यसमा चाहिँ फ्री हो पैसा लाग्दैन कार्ड चाहिँ ट्याप गर्नुपर्छ यो यही हो हाम्रो मेट्रो बस मेट्रो कार्डले नै हुन्छ मेट्रो कार्ड ट्याप गऱ्यो पैसा चाहिँ काट्दैन फ्री हुन्छ तर मेट्रो कार्ड चाहिँ चाहिन्छ यसरी सरल यो चाहिँ मेट्रो नपुग्ने ठाउँमा यो बस पुग्छ हरेक मेट्रो स्टेसनमा हरेक लोकेसनमा ठाउँ ठाउँमा पुर्याउने बस राख्यो